वित्तीय शिक्षा वित्तीय समृद्धिको सारथी। ब्याज दर धेरै तल आयो, बजारमा प्रशस्त तरलता छ र त्यो तरलताको सही उपयोग हुन सकिरहेको छैन। निजी क्षेत्रले पनि तरलताको माग गरेको छैन अथवा निजी क्षेत्रले पनि कर्जाको माग गर्न सकेको छैन। पछिल्लो 3 वर्षको निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जाको वृद्धि दर नै हेर्नुहुन्छ भने पनि औसतमा 8% छ र सरकारको लगानी पनि हरेक वर्ष हेर्नुहुन्छ भने पुँजीगत खर्चको कुल ग्राहस्थ उत्पादनसँगको अनुपात घटेको अवस्था छ। मुलुककै स्थिर पुँजी लगानी जुन 3 वर्ष अगाडि 30% थियो कुल ग्राहस्थ उत्पादनको भने अहिले आएर त्यो 24% झरेको अवस्था छ। त्यसो भएर मुलुकमा लगानी भइरहेको छैन, लगानी योग्य वातावरण हामीले बनाउनु सकेका छैनौँ र जबसम्म लगानी योग्य वातावरण बन्दैन तबसम्म यो निक्षेपको ब्याज दरमा सामान्यतया सैद्धान्तिक रूपबाट बचत र मुद्दतीको बीचमा जुन डिफरेन्स हुनुपर्ने थियो त्यो डिफरेन्स चाहिँ अहिले कायम नभएको अवस्था।